चर्चित नायिका अरुणिमा लम्सालले आफूले पति युवराज श्रेष्ठसँग डिभोर्स फाइल्स गरेको खुलासा गरेकी छन्। अमेरिका बस्ने नायिका लम्सालले गत सालमा मात्रै नेपालमै युवराजसँग विवाह गरेकी थिइन्। यो उनको दोस्रो विवाह हो, तर विवाह गरेको छोटो समयमा नै यो जोडी अलग हुन लागेको छ। खासमा नायिका लम्सालले नै डिभोर्सको फाइल अघि बढाएकी हुन्। पति युवराजले डिभोर्सको लागि समझदारी नगरेको कारण कानुनी प्रक्रियामा अघि नबढेको उनको भनाइ छ। उनले युवराजलाई आफूसँग विवाह गर्ने सपना भन्दा पनि आफूसँग विवाह गरेर अमेरिका जाने सपना रहेको खुलासा गरेकी छन्। तर त्यो सपना पनि युवराजको पूरा नभएको उनको टिप्पणी छ। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमालासँगको कुराकानीमा उनले आफूले गलत मान्छेसँग विवाह गरेको टिप्पणी गरेकी छन्। उनले भनिन्, उहाँले विवाह गर्नको लागि जे बोल्नुभयो त्यो हिसाबले मैले उहाँसँग विवाह गरे। पछि थाहा पाएँ कि त्यो सबै कुरा गलत रहेछ। त्यस्तो झुटो बोल्ने मान्छेसँग म सम्बन्ध राख्न सक्दिनँ भनेर मैले उहाँलाई डिभोर्स दिन लागेको हुँ। पतिले झुटो बोलेका 4-5 वटा विषय भए पनि आफूले तत्काल ती विषय मिडियामा नल्याउने स्पष्ट पारेकी छन्।